फेरि पनि हामी तपाईँहरूलाई सुँगुरको सेकुवातर्फ लिएर आएका छौँ। सुँगुरको सेकुवामा चाहिँ हाम्रो एकदमै पिएचडी नै गर्नुभएको उहाँ चाहिँ सुँगुरको सेकुवा चाहिँ कसरी भुन्नुपर्छ भन्ने चाहिँ पिएचडी नै छ उहाँकोमा। रिसर्च गरेको मान्छे उहाँ चाहिँ। अच्छा, अब प्लेटिङ गरिसक्नु भएको कि अब यसलाई चाहिँ कति चाहिँ टाम्नुपर्छ? यो चाहिँ बोइल गरेर उयो गर्नुहुन्छ। यो चाहिँ मेरिनेसन चाहिँ यस्तो यस्तो हुँदो रहेछ है यसको चाहिँ। यसमा चाहिँ तपाईँले हाल्नुहुन्छ के हाल्नुहुन्छ? नुन हर्दी मात्रै, ज्यादा मसला लाग्दैन यसमा। अच्छा अच्छा अच्छा, यो मेरिनेसन चाहिँ यसरी उसिनेर है, उसिनेर चाहिँ डट्ट यहाँ जाँदो रहेछ। यहाँ हेर्नुहोस्, लगभग यो चाहिँ तपाईँले कति बेच्नुहुन्छ? कति किलोसम्म बेच्नुहुन्छ? 7-8 किलो। हेर्नुहोस्, यो चाहिँ स्पोक सेकुवा खानुहुन्छ तपाईँले यहाँ हाम्रो बहिनीको दोकानमा मिरिक गोर्खा रैथाने हाटमा आउनु नभुल्नु होला। बहुत बहुत धन्यवाद। 100 रुपियाँ प्लेट नि, 150। बहुत बहुत धन्यवाद।